everyone. आज चाहिँ वेदर पनि राम्रो छ, जसले घाम लागिरहेको छ। नेपाल घाम चारको घाम मुलाको अचार बनाउनु पऱ्यो भनेर हेर्नुहोस्, कुखुराहरू पनि गरमले त्यहाँ बसिरहेछ रुखमा। साह्रो गरम भएछ। अघि नै तासेर धोएर राखेँ, लाइक ड्राई भएर चाहिँ अन्त काटेर अब चाहिँ डोल्मा काटौँ न। अलिकति खस्के परेछ। ठिकैको सुक्नुपर्छ। सुक्यो भने पनि चम्मा हुन्छ। मजाले सुकाएर पनि लाउँदा त हुन्छ। अब चाहिँ सुकाउनु जाँदैछु। यता माथि सुकाइदिनु पर्यो। अघि खोर्सानी काटेर यहाँ सुकाएछु। अन्त यहाँ मुला अब ठिकैको सुकेपछि चाहिँ अहिले चाहिँ म तेल ल्याएर अचार बनाउनु पर्यो। हेर्नुहोस् साथीहरू, वेदर चेन्ज भयो। अघि घाम चर्को लागिरहेको थियो, अहिले वेदर यस्तो भएको छ। अब चाहिँ दोकान जानु पर्यो, मस्टर्ड ओइल लिनु अचार बनाउनु लागि। यताबाट जानु पर्यो, यताबाट जानु पर्यो। यस्तो भएर छ, पानी परेर चाहिँ शीतल भयो अहिले। दोकान पुग्नु लाग्यो अब। दोकान पुगेको छ, तेल लानु पर्यो। सानो तेल, मस्टर्ड ओइल सानो छैन आन्टी? मस्टर्ड ओइल सानो, खाने तेल सानो बटरको। हाफको छैन रहेछ नि आन्टी? हाफको छैन, सानो बच्चा मात्रै छ त। हुन्छ होला। पूजा सुजा गर्ने होइन, अचार हाल्ने अनि नि छ होला अब बेला। यसको चाहिँ कति हो रहेछ? हेर्नु त यहाँ कति रुपियाँ? 51 रहेछ। 50 लगाइदिनु। अब चाहिँ यहाँ भाँडामा हाल्नु यतिको सुकेछ। अब यो खोर्सानी पनि हालिदिन्छु। सुकाएको थिएँ है, खोर्सानी पनि पिरो हुन्छ, साह्रो पिरो हुन्छ फेरि। मसला पिसेको थिएँ।